यसबेला चाहिँ हामी दुईजना हल छौँ उति साह्रो हेर्नु पनि पर्दैन यो हावा हुन्डरले केरा लडाएको दसैँ सिकेको छैन गाई छ हामी चाहिँ टिका लाउन हिँडेको छिटो कुद दसैँमा फाइनली लास्ट डे आज टिका लाउन सुनिता हेर निनाइले हिजोको बाढीले सबै धान बिगारेको आमा चाहिँ पुरै जाडो भएर के साह्रो हो कि फेरि नजिकबाट भएर नि यस्तो गर्दा कस्तो राम्रो नाक पो छ त मेरो हरेका हेर्नु यहाँ आमाहरू गाइनु भएको तपाईँहरू के भन्न चाहनुहुन्छ बाटो बाटो तपाईँले खालि यस्तै कुरा गर्नुहुन्छ घर कहाँ भनेको थाहा गरेको ठाउँमा भन्दै हुनुहुन्थ्यो तपाईँलाई मैले चिनिनँ नि होइन उहाँलाई मैले चिनिनँ गाइस हामी चाहिँ सरर लाग्यौँ टिका लाउन दिदी टिका लाउन हिँडेको भने क्या आज होइन भोलिको पर्सि हो भोलि हामी चाहिँ टिका लाउन हिँडेको गाइस तर टिका लगाइदिनु कि नलाइदिनु थाहा छैन होइन हामी चाहिँ लाग्यौँ उकालो सरर भोजपुर लागेको है हामी भोजपुर यो घाँस खान्छ सानी नि आमा यो घाँस खान्छ नि यस्तो राम्रो घाँस यो थाकलै यो जस्तो यो त तामर जस्तै हुन्छ अरे नि त खाँदाखेरि फलेको कति मान्छे खाँदेको नि हिँड्नुपर्छ त यहाँ हिँड्न सकेन गर्मी हिजोको पानीले सबै भाँचेछ हिजोको हावा हुन्डरले केरा लडाएको काठ चाहिँ के आउँथ्यो हौ यिनीहरू सानी खाँदैन ठिक्क हुन्छ मनभित्र राख्ने हैन सही कुरा बोल्नु भन्नुहोस् के चाहियो तपाईँलाई चटपटे मिठो ल चटपटे खाना लाग्यो जान मिल्छ र
फाइनली गाइस घर आइपुग्यो।